म अहिले तुम्बेवा गाउँपालिका वार्ड नम्बर 2 हाकपारा आफ्नै निवासको चाहिँ केही मुनतिर हाकपारा तमर करिडोर भन्दा मुनि छु भने यता अब हाम्रो टोलीहरू हुनुहुन्छ सबैजना गाउँले साथीभाइ दाजुभाइहरू यता भतिज के छ भतिज ठीक छ नि यता भतिज यता टेडी भएपछि यता भाइ हाम्रो सानो भाइ अनि सबैजना भाइदेखि लिएर भतिजदेखि लिएर के छ यो चाहिँ हिरो भएको रहेछ यो मान्छे चाहिँ खाइलाग्दो भएछ काकाको एकदम ठिक छ यता यो जिग्री टोली यो चाहिँ दुईजना जिग्री टोली यिनीहरूले के गोरु किन्ने कि गाई किन्ने चाहिँ सल्लाह गर्दैछन् यिनीहरू दुई भाइ यहाँ यस्तो दामी मिलेको छ त्यसो हुँदाखेरि यहाँ अब फुपू दिदी आइपुग्नु भयो नजिकै अनि दिदी पनि आइपुग्नु भयो माइला बुवा यता अन्तरे बुवा ल दुर्लभ बुवा अब यहाँ चाहिँ अन्तरे भन्ने भेट्न सकिँदैन अब हाम्रो बुवा आउनुभयो देखाइदिन्छु त यहाँ यता मालदाई यहाँ अहिले हाम्रो घरबेटी मालदाई सिधा भन्ने भने यता अब केही गरेकै छैन देखाउनु मिल्दैन अनि अब यता त केही हुँदैन यहाँनिर हुन्छ यता ल बुवाहरू यहाँ जेठा बुवाहरू ल यहाँ हुनुहुन्छ के छ आराम हुनुहुन्छ नि दुईजना जेठा यो कुरो मिल्ने झ्याप्प अर्को जेठो म थपिएँ यहाँनिर जेठा ल उतापट्टि चाहिँ एकछिन है हो यता हो त्यहाँबाट यतै फर्किनु ल हो यताबाट भयो भने राम्रो आउँछ ल ठिक छ नि खबर अब अहिले ठुला बुवा कति वर्ष पुग्नु भयो अरे 83 यता हाम्रो बुवा ल अहिलेसम्म नि अब हजुर ठिक छ त अब उताबाट मम्मीहरू पनि आउनुभयो नुहाइसकेर होटल हो यतै बनाउनु पर्ला ल त्यस्तै छ अहिलेलाई हामी केही समय यो पूजाको मैले चाहिँ तपाईँहरूलाई देखाइदिएँ हजुर के भन्नु न त्यहाँबाट बुहारीहरूले त्यहाँ सङ्कल्प राम्रो गर्नु पर्यो छोरा बुहारीले हामी अब यो ठाउँमा आयौँ हामी तम्बर काखमा जे माग्यो त्यही पाइन्छ एउटा अलिक सानो छ भनेको थियो कुन चाहिँ उडेन भने त पानी डुब्छ नि फेरि पानीतिर नगरौँ यार यता चाहिँ गरौँ यता उभो छोडिदिउँ हेर्ने होइन अब अरूले हेर्छन् हामीले हेर्ने होइन त्यो सक्छ ल अब चाहिँ ल्याऊ ल ल्या यता ल्याऊ ल ढोग्ने हो कि त्यो प्यान भिज्ने भयो क्या कुरा बुझ्नु न आफै बुझेर जाने कुरा हो कि ठेलिहालिन्छ नि गएर ए जान्छ क्या ऊ ल हाम्रो पूजा कार्यक्रम चाहिँ भइसकेपछि अब खान्तेपिन्तेको कार्यक्रम चाहिँ यहाँ हुँदैछ अब सुरु भइसक्यो हो नि सँगसँगै गिलासमा चिसो हो नि त ल पुगेन भने त ल्याउनु पर्छ मैले कति पुग्छ होला एकचोटि त ल यता आमाहरू हुनुहुन्छ भेनादेखि लिएर अब यहाँको ल सर ल बुवाहरू अहिले सर ल ओ माई गड ओहो मेरो काकालाई ल सबैजनालाई मैले यसले देखाउँछ राम्रै आफै अटोमेटिक देखाउँछ ल सर मजाले ल
सबैजना चाहिँ गाउँले साथीभाइ दाजुभाइ बढीभाइहरू सबैजना हुनुहुन्छ यहाँ हाम्रो साइनो अनुसारको सबैजना हुनुहुन्छ एकदम यो पनि ऐतिहासिक एउटा कार्यक्रम बनिराखेको छ हाम्रो अहिले ल यता ठुल्दाई ज्वाइँ साहबदेखि लिएर उता हाम्रो बुवाहरू ल यहाँ हाम्रो राजा ठिक छ ल ठिक छ अनि ल सरहरूलाई नि मैले निकालेँ एकचोटि मेरो दाई एकदम आराम हुनुहुन्छ नि एकदम एकदम अब यहाँ दाईलाई पनि ल धन्यवाद एकदम उपस्थितिको लागि यता मेरो दाई यता अब जस भाउजूहरू हुनुहुन्छ यता दाई मलाई ओके दाई ल ल ल ल यताबाट यो चाहिँ हाम्रो फ्रिज जस्तो हो तल चाहिँ पानी आउँछ तलबाट त्यहाँ चिसो बनाइराखेको छ तल ट्युबहरू यहाँ पूजा अघि भएको हो खाना यो गाउँले स्टाइलमा एकदमै रमाइलो हुन्छ है साथीभाइहरू यसरी हेरौँ यहाँ बच्चा बच्चीहरू कति मजाले खाइराख्नु भएको छ सर ल यो मोमेन्ट एकदम रमाइलो जुन चाहिँ मैले तपाईँहरूलाई देखाइराखेको छु साइला यता काइला बुवा यता अन्तरे बुवा यता कान्छा बुवा यता दाजु यता ठुला बुवा भनेपछि यहाँ दाई हुनुहुन्छ यता भान्जा दाई हुनुहुन्छ ल यता अब भेनाहरूदेखि लिएर सबैजना हुनुहुन्छ यता डेडी माइलोले यहाँ पानी सर्भिस गरिरहेछ दाईहरू ल काकाहरू ल क्रम चाहिँ अब हाम्रो अन्तिम चरणमा पुगेको छ अहिले हाम्रो पालिका प्रमुखदेखि लिएर हाम्रो स्थानीय दाईहरू सबैजना उपस्थिति भइसक्नु भएको छ भर्खाइरहेको छु यता दिदीहरूलाई बडेमाहरू सबैजनालाई मैले देखाइराखेको छु खुसी अन्त खुसी लागेको हो त अनि हाम्रो हाकपारा त्यहाँ हाकपारा पुल छ त्यहाँ पक्की पुलको काम पनि भइरहेको छ त्यसै अन्तर्गत यता कार्यक्रम अन्तिम चरणमा छौँ हामी अहिले लगभग सकिएको छ हाम्रो अर्को साथी पनि आइसकेको अवस्था छ र यहाँ मैले अन्तिम चरणमा हल्का जुमिङमै छ ठिक छ ल ओके ल